So all right. हाम्रो चरा गाडीको चाहिँ टायर सर्ट लाग्यो सुतेल। पहिला टायर धर्नु पर्यो नि जग ट्याक जग मात्र मिलाएर त्यही न सल्यानकोट जाने गाडी टायर सर्ट लाग्यो सुतेर। भएमा 10 मिनेट हिँड्नुपर्छ। कार के छिर्यो कार काँडी छिर्यो के छिर्यो गाउँ आइसकेपछि चाहिँ टक्क लाएर यसरी खान पाइन्छ क्या। यो आँप होइन अझ यो त सानो छ। यो ठुलो भाषी चाहिँ बवाल हुन्छ होइन। ठुलो भाषी त नुन सानीमा चोपेर यस्तो दामी हुन्छ नि। कुनैको त चोप उर्सिन्छ फेरि। काँचो आँप। त्यहाँ गाडी बन्दैछ। त्यहाँ चाहिँ टायर फेर्दैछ क्या। टायरको हावा सबै सर लगेको। मैले चाहिँ यहाँ सानो मसिनो चिचिलो आँप रहेछ काँचो आँप त्यो कहाँ खाएको थिएँ। अहिले खाएको भने टायर बेसी भन्दा माथि आइपुग्यो। कहाँ खानु सो अल राइट। यो ठाउँ चाहिँ सल्यानटारको पानधारे भन्ने ठाउँ हो होइन। यो चाहिँ हाम्रो अब धादिङकै अब गाउँ नै भइहाल्यो। यो चाहिँ अहिले उतापट्टिबाट अर्को बाटो चाहिँ पिच भएको छ। तर यो बाटो चाहिँ अनि यहाँ टायरहरू बनाउने यस्तो सुविधा सब यो ठाउँमा गर्छ। यो चाहिँ हाम्रो अघि त्यो गाडी त्यहाँ माथि टारी बेसी भन्दा माथि चाहिँ पन्चेट भएको कारणले गर्दाखेरि त्यो टायर चेन्ज गरेको थियो क्या। चेन्ज गरिसकेपछि चाहिँ अब यहाँ त्यो टायर चाहिँ बनाउनु पर्यो। बनाएर चाहिँ अब लगिसकेपछि बाटोमा के पर्ला होइन। कस्तो क्या अघि त्यो आँप खाइदिएको काँचो आँप मुख चिलाइरहेको भने क्या जिब्रोहरू चिलाइरहेको छ। घाउ आउन पनि सक्छ यार। यो यस्तै हुन्छ। र अनि अब यहाँ चाहिँ होटेल पनि रहेछ यार। न्यू जिरो खुर्सानी होटेल एन्ड लज रे के यहाँ पानधारेको बवाल ल। सो गाइज ल यतापट्टि पनि रहेछ। यो सल्यानटारको यो चाहिँ सल्यानटार भनेपछि चाहिँ धादिङ जिल्लाकै होइन पहाडी भेग हुन्छ नि। यो जुन हिमाल पहाड तराई भन्छ नि यो पहाडी भेगकै सबैभन्दा सम्म ठाउँ हो क्या। बवालै सम्म ठाउँ हो। म माथि डाँडाबाट पनि देखाउँछु होइन के कस्तो छ। अनि यो चाहिँ अब आरुघाट जाने बाटो पनि भयो है। अब यताबाट आरुघाट पनि जान्छ। अनि त्यसपछि सल्यानकोटहरू जान्छ। यहाँ चाहिँ टायरहरू बनाउने ठाउँ छ है। स्टे ट्युन। बाटोमा के कस्तो हुन्छ पानी पर्न लागिरहेछ। गाडी पुरै अब माथि तिर्पाल हालेर छेकिरहेछ।
हुन्छ धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीको चाहिँ शान्त बजार भन्ने ठाउँ हो हामीलाई चाहिँ अब टक्क यहाँ आवासले कुरै छ क्या म यहाँ फोन गर्छु खै अब आउने हो कि होइन थाहा होइन बिजी रे अब फेरि नम्बर भयो त अब कता कल गरिदियो होइन आधा घन्टा 15 मिनट भन्यो आधा घन्टा कुरायो अनि लगभग हामीले 2 घन्टा 2.5 घन्टा नै भयो होला आवासलाई कुरेको चाहिँ तैपनि अब हेरौँ उहाँ आउँदै हुनुहुन्छ होला यो चाहिँ शान्त बजारमा छ यो धादिङ बेसी हाम्रो सदरमुकाम धादिङ जिल्लाको सदरमुकाम पनि हो यो चाहिँ फोन गरेको फोन पनि लागिरहेको छैन क्या बिजी भनिरहेको छ क्या मलाई नै कल गरिरह होला सायद टिकटिके मोबाइलमा टक्क लाएर कल हानिरहेको छ है नआउने है क्या आउनु भ्याउँदैन भने अन्त अब टक्क हिँड्नु हुन्थ्यो नि अब भेटेर जानु भने खै धादिङकै यस्तो साथीहरूलाई भाइहरूलाई यस्तो भेट्नु भनेर माफ गर्नु होला यतिखेरसम्म पनि नआयो र भने नआइपुग्यो यस्तो घात गर्ने हो यार गाइज लास्ट क्या मैले चाहिँ म चाहिँ रिसाएँ है कसम भने म रिसाएँ अब म भेटिहालेँ अब चाहिँ म जाने होला हो क्या यति क्या अब 2.5 घन्टा 3 घन्टा पनि अलिकति सानो तिनो टाइम हो र भने हो र एकदम सरी के दाइ यसको यो विषयमा अहिले कुरा गरौँला तपाईँ र म होइन म अलि ढिलो भएको छ सरी भन्छु त्यसको लागि 2.5 घन्टा एकै ठाउँमा कुराएर यार यस्तो त भएन नि त यति घात गर्नु त भएन नि त यस्तो हुँदैन यहाँ मान्छेहरू कुर्या हो यहाँ कहाँ गयो खै यहाँ कुर्ने मान्छेहरू चाहिँ कहाँ तपाईँलाई धेरै कुराएँ क्या दाइ मैले है कल गरेँ उ त रुममा कहाँ बस्दा अनि बोर भयो भनेर त अनि रुम गएर म आइसकेपछि कल गर्नु होला हेलो कता हो आइसक्नु भयो आउनु ल आइसँग लाएर ल फाइनली भेट भयो होइन मेरो प्यारो भाइ भाइलाई भेटेर एकदम मन लागिरहेको थियो होइन एकदम भेटेर खुसी लाग्यो त्यस धेरै लामो टाइम चाहिँ भाइले कुराए पनि त्यस मैले कुरेँ भनौँ न म यहाँ धादिङ बेसी आइपुग्या त 9 बजे हो अहिले दिउँसोको 1:30 भएछ भनेपछि कति घन्टा कुर्यो भनेपछि भाइलाई नै भेट्न हो फेरि होइन भने लाग्ने मान्छे हो एकदम दाजु एकदम त्यसको लागि होइन म एकदम सरी भन्छु होइन मैले हजुरलाई धेरै दुःख दिएँ ल ठिक छ भेट्न पाइयो जे होस् एनी हो भेट्ने भनेपछि भेट्ने होइन जसरी नि भेट्यो ल अब हामीले अब मिनाजीहरूलाई पनि भेटिन्छ यहाँ हेर्दै हिँड्नु भएको छ त्यसरी पाइएन भन्ने ल हामी शान्त बजार हेर्न सक्नुहुन्छ यता ढिलो भए उता ढिलो भए यता ढिलो लास्टमा बिचमा चाहिँ को भन्दाखेरि म शान्त बजारको चोकमा बसेर 1 घन्टा 1.5 घन्टा कुरिरहने उहाँहरू जाने होइन रुममा जाने बस्ने मस्त बस्ने उहाँ 5 मिनट 10 मिनट भन्ने आधा घन्टा 1 घन्टा कुराउने उहाँहरू ल हामी रुममा गयो भनेर रुममा गयो है भनेर म चाहिँ यहाँ शान्त बजारको चोकमा मलाई उभ्याइ ल अनि सरी है मिनाजी मैले सरी भनिसकेँ होइन म एकदमै ढिलो भयो त्यसको लागि म क्षमा प्रार्थी छु ठिक छ हो ल हेर्नु त अर्को कुरो त ठिकै छ होइन अर्को कुरो हामी तपाईँलाई भेट्न आएको त्यो एकदम ठिक छ उहाँलाई ड्युटी हिँडेको मान्छे बाटोमै रोकेर आज ड्युटी हपाउने मान्छे हो क्या ल जानु पर्दैन भनेर एकको राखे मान्छे ल भनेपछि साथीहरूको लागि उहाँले ड्युटी आज
खसीको मासु लिएर आउँथे अलिकति ढिलो भयो है चौडा पार्न नभ्याएको कारणले गर्दाखेरि त्यति आउनु पर्यो है टाउको मात्र बोकेर आउनु पर्ने तपाईँले खासमा अब टाउको त मैले मेरै बोकेर ल ठिक छ ल अब हामी ल एकछिन बसेर यस्तो मिठो गफ गरौँ त्यसपछि अनि तपाईँ अब यत्तिकैमा निस्किने हो निस्किनु भनेर चाहिँ उहाँले मलाई मलिङसँग पुर्याइदिने रे यति चाहिँ व्यवस्था भयो अब काली दसौँ सँगै हुन्छ ल कतै बस्नु यसो उ गरौँ है त ल सो अलराइट ल हामी चाहिँ धादिङ बेसीबाट नकलार मलिङतर्फ लागिसकेका छौँ मलाई चाहिँ अब यहाँ आवास भाइले मलिङसँग पुऱ्याइदिनुहुन्छ अनि किनकि अब अहिले पोखराको गाडी तत्काल अलिकति पाइँदैन यो टाइममा चाहिँ त्यसैले मलिङबाट चाहिँ जति नि पाउने भयो नि त त्यसैले अब हामी निस्किसकेका छौँ अब के कस्तो हुन्छ बाटोमा हामी